फर्स्टको मेरो कहानी है, मेरो फर्स्टको ब्रेकअप हुँदाको कहानी है, जुनले चाहिँ मलाई असर पारेको छ। हो दिमागको सङ्ख्या हराएको छैन क्या भाइ, मेरो हराएको छैन, किनकि स्टिल म देख्न सक्छु क्या त्यो चार्म, त्यो स्पार्क नै छैन क्या त्यो बोल्दाखेरि के गर्दा। अनि ड्याम हो, अनि एक दिन अनि यस्तै फेरि गइरहँदा होइन, यस्तै उबर बिहान एकदम फेरि एकचोटि अर्कोचोटि कल गरे हो। अनि कल गर्दाखेरि होइन, कल उठाएर बोल्छ तर भिडियोमा मरे बोल्दैन, भिडियो अन गर्दैन हो, अन गर्न मिल्दैन, म यहाँ छु भन्छ, झुक्केर अन भएको थियो, तर त्यो जे भनेको त्यो पनि होइन रहेछ, कहाँ ऱ्यान्डम ठाउँमा रहेछ होइन, तर अफ गरिहाल्यो। अब त्यो भनेको साइडमा केटा छ हो। त्यो दिन चाहिँ म स्योर भयो कि यसको कोही छ हो। अब को थियो त, अब फेसबुकमा गए सर डिटेक्टिभ क्या, अब पुरै सबै सर कहाँ को छ एक दुईजना मान्छेहरू निकाले होइन, अनि एक दुईजना मान्छे यो मान्छे भनेर शङ्का लाग्यो यो भनेर होइन, कहाँबाट के गरेर यो भनेर सोचेँ, तर त्यो पनि होइन हो। तर यहाँ कोही त छ मेरो पालि लगाए भाइ जासुस, म पनि खतरा हो क्या भाइ, मैले भन्नु अस्ति नै म पैसा दिदी मान्छे खटाउँछु क्या भाइ म पनि। अनि खटाए जासुस एक दुईजना हो, जासुस खटाएपछि इन्फर्मेसन आयो भाइ। इन्फर्मेसन के आयो, इन्फर्मेसन यो भएको त 6-7 महिना भइसक्यो भाइ, त अहिले खोजी लेनदेन गर्दैछस्। अनि मैले थाहा पाएको 2-3 महिना 2 महिना जस्तो शङ्का परेको, तर भएको 7 महिना 7-8 महिना लाइक भइसक्यो भाइ। जब मैले त्यो इन्फर्मेसन पाएँ होइन, जब मलाई त्यो इन्फर्मेसन आयो नि होइन भाइ, आयो नि जब होइन भाइ, कोभिडको टाइम थियो हो, भुक्का भइसकेको थिएँ हो,